काठमाडौँ महानगरपालिका वडा नम्बर 14 ले आज तेस्रो दिन बल्खुमा योजना छनौट तथा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ। वडाध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष 2082-83 का लागि योजना छनौट तथा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो। बल्खु एरिया मगरगाउँ आश्रम मार्ग शिवनगर गाँखेलका बासिन्दालाई पाइक पर्ने गरी बल्खु कुमारी क्लबमा सो कार्यक्रमको आयोजना गरिएको हो। बिहिबार ओडाले खड्का गाउँ र शुक्रबार शान्ति टोलमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। योजना छनौट तथा सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै श्रेष्ठले ट्राफिक व्यवस्थापनका लागि चक्रपथ क्षेत्र सुधार आयोजनासँग बारम्बार छलफल गरिरहेको बताउनुभयो। ट्राफिक व्यवस्थापन राम्रो भएमा वडावासीलाई काम गर्न अझै सहज हुने उहाँको भनाइ थियो। सुरक्षाको दृष्टिले समेत महत्त्वपूर्ण रहेको सीसीटीभी ओडाका धेरै स्थानमा राख्दिन माग भएको जानकारी दिँदै श्रेष्ठले आगामी एकीकृत कार्ययोजनामा राखिने बताए। काठमाडौँ महानगरपालिकाको लक्ष्य अनुरूप सीसीटीभी जडान गर्ने कार्य अघि बढाउने उहाँले जानकारी दिनुभयो। राख्ने भन्ने कुरामा योजना थियो। यसमा टेलिकमसँग एग्रिमेन्ट गर्ने, उनीहरूको फाइबर प्रयोग गर्ने, त्यो फाइबर प्रयोग गरेर निश्चित रूपमा काठमाडौँ नगरपालिकाले र त्यसमा हामीले त्यो फाइबर प्रयोग गरेर सीसीटीभी राख्ने प्रत्येक कुरामा भनेर एकीकृत कार्ययोजना अन्तर्गत चाहिँ अगाडि बढ्न केन्द्रले अगाडि बढाएको अवस्था थियो। त्यसकारण हामीले चाहिँ अलिकति ढिला चाहिँ हुनुभएको, त्यसबाट अलिक सस्तो पर्ने र त्यो फाइबरको जग्गा अलिक धेरै महँगो पर्ने, एक वर्ष हाल्नु पर्ने, 14 नम्बरमा भित्र धेरै ठाउँमा सीसीटीभी राख्नु पर्ने आकारले कति धेरै आउँछ भनेर हामीबाट चाहिँ केन्द्रबाट गर्ने हामी बसेका हौँ। तर यसलाई चाहिँ पनि स्पेसिफिकेसनको कुराहरू अनि यसलाई चाहिँ यसो चाहिँ दरहरू चाहिँ अलिक नमिलेको टेक्निकल कारणले गर्दा अलिक समस्या भएको। यसलाई हामीले टुल्याएर गर्दाखेरि यसलाई टेलिकममा कार्यकर्ता पनि मागेर समस्या बनाउनु, यो एउटा सिस्टम अन्तर्गत प्रत्येक ठाउँबाट यसलाई एकीकृतमा किन नगरेर किन केन्द्रमा पठाएको भन्ने खालको चाहिँ आले पाउने के बनाउने भएको कारणले हामीले गर्ने प्रमाणको अलिक ढिलो भयो। यो साथ विशेष गरेर हामीले सिस्टमलाई चाहिँ राख्ने कुरा तपाईँहरू सम्पूर्ण वडावासीलाई उहाँले आफूले लामो समयसम्म अनुभव गरेको दक्षता भएको विषय आफ्नो टोललाई आवश्यक महसुस भए जनप्रतिनिधिहरूलाई सुझाव दिन पनि आग्रह गर्नुभयो। सुझावले टोलको विकास गर्न अत्यन्तै सहज र परिणाममुखी हुने पनि उहाँको भनाइ थियो। त्यसैगरी उहाँले महिलाहरूको सिप विकासका लागि ओडाले विशेष प्राथमिकता दिँदै आएको भन्दै सम्भावना भएका विषयहरूको प्रपोजल हाल्न पनि आग्रह गर्नुभयो। योजना छनौट गर्न 14 नम्बर ओडाले ओडाभित्र 6वटा स्थान तोकेको छ। ती 6वटा स्थानमा भएका अन्तर्क्रिया तथा सार्वजनिक सुनवाई कार्यक्रमले सम्पूर्ण ओडाभित्रका समस्या पहिचान हुने र बजेट विनियोजन गर्न सहज हुने ओडाले अपेक्षा गरेको छ। टोल तथा बस्ती स्तरबाटै योजना छनौट गर्न पाउँदा विकासमा दिगोपन्न हुने भन्दै स्थानीयहरू खुसी भएका छन्। भेलामा वडा नम्बर 14 का जनप्रतिनिधि
बुद्धिजीवी, समाजसेवी र स्थानीयहरूको सहभागिता थियो। काठमाडौँ महानगरपालिका वार्ड नम्बर 14बाट पनि साह्रै सहयोग रहेको छ। तैपनि भन्नुपर्ने कुरा चाहिँ के हो भने छठ घाट नहुँदाखेरि त्यहाँ चाहिँ छठ गर्ने व्रतालुहरूको लास्ट इयर खुट्टा काटेको थियो, कति मान्छेको खुट्टा चाहिँ लगभग मर्केको थियो, वृद्ध मान्छेहरू यो घाटमा नजान सक्ने अवस्थाहरू पनि आएको थियो। तसर्थ यो र बल्खुमा करिब 15वटाभन्दा बढी घर परिवारहरू छठ मनाउने गर्छन् र छठ घाट नहुँदाखेरि मान्छेहरू कहिले रानीघाट, कोही मान्छेहरू कतै सानेपाको जाने गर्छन् भने कोही मान्छेहरू आफ्नो गाउँतिर नै जाने गर्दछन्। किर्तिपुरबाट आउने बाटो पनि त्यही, शिवनगरबाट छिर्ने बाटो पनि त्यही, भाटपट्टि जाने बाटो त्यही, अनि त्यसपछिबाट सुनारायण जाने बाटो पनि त्यही। गर्दाखेरि एक्सिडेन्ट एकदमै धेरै हुन्छ। त्यो एक्सिडेन्ट धेरै भएर कतिको मेरो यही जनविकासमा पढ्ने एउटा साथी हुनुहुन्थ्यो, त्यो बिचरा यहाँ हेड मास्टर हो मेरो साथी, उहाँ क्लास 12 जानुभएको। क्लास 12 जाँदा त्यो हात्तीवाला ट्र्याक्टर त्यो ट्रक छ नि, त्यसले ल्याएर हान्थ्यो। अहिले उहाँ कोमामा हुनुहुन्छ के। त्यस्तो धेरै घटनाहरू घटेको छ। उहाँको ढाड फ्र्याक्चर छ, हात फ्र्याक्चर छ, खुट्टा फ्र्याक्चर छ, मान्छे कोमामा छ, अपरेसन गर्न मिलिएको छ। त्यो ठाउँ यति डेन्जर छ, त्यो वडा अध्यक्षज्यूले नगरपालिकालाई लगाएर हुन्छ कि के गरेर हुन्छ, त्यो डेन्जरलाई कसरी हामीले न्यूनीकरण गर्न जाने, हामी पुरै भौगोलिक अवस्थामा हेर्न सक्दैनौँ। त्यसले गर्दा त्यसलाई त्यसतिर अलिक विशेष ध्यान दिनुपर्छ, किन एक्सिडेन्टको मात्रा त्यहाँ दिन्छ एउटा जस्तो भयो। अर्को यतापट्टि बल्कु साइडमा आउँदाखेरिको जुन ठ्याक्कै खाल्डो जस्तो छ नि त्यहाँनिर अलिकति, त्यहाँ चाहिँ पोखरी जस्तो पानी जमिराख्ने होइन, अनि पानी पर्दाखेरि चाहिँ गाडी त्यतैबाट लगिदिने, पानी छिपिने अनि फोहोर हुने, अनि सुकिसकेपछि धुलो उड्ने कि, जसले गर्दा हेर्ने मान्छेलाई अप्ठ्यारो, नराम्रो, वातावरण पनि दूषित भयो, जुन चाहिँ साह्रै नराम्रो जस्तो लाग्छ। धेरै समयदेखि नै त्यो भइराखेको जस्तो लाग्छ। त्योभन्दा अगाडि त्यो रोडै बनेको थिएन, रोड बनाउँछु भन्दा धेरै वर्षौँ लाग्यो त्यहाँ। अब त्यो रोड क्लियरली राम्रोसँग बनिसक्दाखेरि पनि त्यो खालको अझै भएकोले चाहिँ सायद यो वर्ष त त्यो पिच हुन्छ कि राम्रो हुन्छ कि धुलो उड्दैन कि, यो कुरा चाहिँ निकै छुटाउनु भएको कि जस्तो लागेर फेरि कुमारीको क्षेत्र अन्तर्गतकै भगवती माई मार्गमा त्यहाँ चाहिँ बाटो अस्तव्यस्त भएको छ। यो बाटो अस्तव्यस्त लगभग भगवती मनदेखि तल भल निवास भएको बाटो अस्तव्यस्त भएर पानीको निवास नभएर होला, सायद धेरै भएर पनि होला। अब त्यो बाटो 300 मिटर जति बाटोलाई कसरी व्यवस्थापन गर्ने भन्ने मगर गाउँ छिर्नलाई पूर्वबाट नै सर्भिस ट्याग थियो, जसले गर्दा उतापट्टि जाँदाखेरि वान वे हिँड्नु परेको छ। त्यसले गर्दा धेरै समस्या भएको छ। त्यो चाहिँ वडाले प्रयास गरेको छ। मलाई वडा अध्यक्षले भन्नुभएको अब हुने भयो मोदी भनेर के भएको छ स्थानीय सहित हामीले फेरि लानुपर्ने हो कि त्यो यदि बजेट बढेर बाटो खोलिने भएको भएदेखि यतातिर बढी ध्यान दिएर त्यसलाई चाहिँ हामीले छिटोभन्दा छिटो काम गर्नुपर्ने आवश्यक देखियो। वडाको यो योजना छनौट कार्यक्रमलाई अझ मजबुत र अझ राम्रो बनाऊ भनेर वडाको जुन सार्वजनिक सूचना थियो त्यसलाई कभर गरेर कुमारी क्लबले पनि सँगसँगै विभिन्न हाम्रो क्लब क्षेत्रभित्र विभिन्न सङ्घ संस्था, मठ मन्दिर, सार्वजनिक ठाउँमा व्यापक रूपमा हामीले सूचना सार्वजनिक गरेका थियौँ र कति मान्छेलाई हामीले मौखिक रूपमा पनि भेटेका जानेका साथीहरूलाई सूचना दिएका थियौँ र हामीले सामाजिक सञ्जाल मार्फत पनि यो सूचनालाई सार्वजनिक गरेका थियौँ।